वेलकम ब्याक टु माई च्यानल होइन साथीहरू। म चाहिँ एकदम भर्खर एउटा मार्केटबाट आएको थिएँ। सो म त्यहाँ चाहिँ एउटा सामान ल्याउनु गएको थिएँ। के सामान भनेपछि फेरि मैले चाहिँ एउटा सानो सिसाको बोतल, पानीको बोतल लिएर आएको छु। अस्ति चाहिँ म एकदम बिजी थिएँ। जुन दिन चाहिँ मैले आफ्नो टिफिन बक्सहरू किन्नु दिन चाहिँ म एकदम बिजी थिएँ साथीहरू। त्यही भएर चाहिँ आज मैले चाहिँ मेरो पानीको बोतल, सिसाको र धेरै कुराहरू, खानेकुराहरू लिएर आएको छु। अनि म तपाईँलाई देखाउनु गइरहेको छु के लिएर आएको छु भनेर चाहिँ। भोलि चाहिँ मलाई छिट्टै ड्युटी जानु छ। एक्चुअली मेरो 12 बजेको सिफ्ट हो होइन। सिफ्ट त 12 बजेको हो, तर मलाई जानुपर्ने छ एकदम 9 o'clock, 9 बजे 9:30को भित्र मैले जानुपर्ने छ काममा। कसरी उठौँ, कसरी खाना पकाऊँ, कसरी के भन्छ लन्च पकाएर लैजाऊँ, कसरी ब्रेकफास्ट बनाऊँ भनेर सोचिरहेको छु कि अझै बानी भयो नि त एकदम सुत्नु ढिलो, उठ्नु ढिलो, सुत्नु बानी, उठ्नु चाहिँ छिट्टो भएको छ अहिले आजभोलि सोचिरहेको छु। अन्त सो मैले आज चाहिँ के लिएर आएको छु, एउटा डिफ्रेन्ट टाइपको केक पनि लिएर आएको छु। एकदम सोचिरहेको छु होइन। सो यो हो त्यो केक चाहिँ यहाँ देख्नुहुँदैछ। यो चाहिँ एकदम डिफ्रेन्ट टाइपको केक। यसको महँगो चाहिँ, यसको दाम चाहिँ 53 रुपिस मात्रै रहेछ है साथीहरू। सो मैले चाहिँ आज यो मार्केट जाँदाखेरि त्यहाँ अनि देखेँ, अनि मलाई चाहिँ एकदम खानु मन लाग्यो, ल्याउनु मन लाग्यो। सो मैले ठिकै छ भनेर मैले एउटा टेस्ट गर्नुको लागि त के छ र होइन, गर्नुपर्छ। सो मैले यो एउटा लिएर आएको थिएँ। अनि त्यसको बादमा चाहिँ सोचेँ के गरौँ, अब जुन दिन म यसलाई खान्छु, खोल्छु मतलब त्यसमा सेयर म तपाईँहरूलाई देखाउँछु ल यसको टेस्ट कस्तो रहेछ भनेर। सो किटक्याट पनि लिएर आएको थिएँ एउटा, कहिले टाइम पासको लागि एकदम चल्छ होइन। सो यो चाहिँ किटक्याट अनि दुईवटा। सो भोलि चाहिँ कसरी उठौँ पनि अब चाहिँ के गरौँ भइरहेछ। अब चाहिँ एकछिन रेस्ट गर्छु। हाई गाइस, यति भरिमा खानेकुरा चाहिँ हो। सो यहाँ पनि मैले रसमलाई पनि लिएर आएको छु। यो चाहिँ म्याजिक टाइपको होइन, यो खाँदा चाहिँ पनि थाहा छ कस्तो हुन्छ। सो यहाँ बदाम लिएर आएको छु, लेस छ, यहाँ धेरै किसिमकोहरू छ खानेकुराहरू, मजाको किसिम लिएर आएको छु। माछा चाहिँ एकदम रेडी भइसकेको छ यहाँ फ्राई गरेर। फाइनली माछा पाकिसकेको छ। यहाँ चाहिँ मैले धनियाँ हालेको थिएँ, धनियाँ एड गरेको थिएँ माछासँग। सो मैले अलिकति भात खानु गइरहेको छु। यसको बादमा चाहिँ भात फटाफट खाएर चाहिँ मेरो धेरै काम छ। फर्स्ट अफ अल म एउटा मार्केट जाँदैछु। त्यसको बादमा एउटा मार्केट गइसकेर चाहिँ यहाँ चाहिँ मैले मार्केट जान्छु। त्यसको बादमा त्यहाँबाट मलाई धेरै अलिअलि सामानहरू किन्नु छ। त्यसको बादमा आएर चाहिँ घरको कामहरू गर्नु छ। यो चाहिँ मैले तातो पानी बसाएको है अलिकति नुहाउनुको लागि। यति साह्रो जाडो भइसकेको छ यहाँ, थाहा छैन किन यति साह्रो जाडो। तपाईँलाई चाहिँ जाडो भएको छ कि छैन, मलाई चाहिँ यति साह्रो जाडो हुँदैछ क्या अहिले चेन्नईमा साथीहरू। सो हिजो राति मैले यहाँ मोमो बनाएको थिएँ, अलिकति छ त्यो मोमो चाहिँ एकदम खत्तम, एउटा मात्रै छ लास्ट पिस। सो के आजको दिन चाहिँ यति राम्रो थियो, मौसम पनि बहुत राम्रो थियो, दिन पनि होइन। सो आज चाहिँ म उता मार्केट गएको थिएँ भनेको थिएँ नि तपाईँलाई। म मार्केट गएर चाहिँ आज म त्यो मार्केट गएर चाहिँ आएको बादमा त्यति साह्रो टाउको दुखेको कि मेरो, त्यही टाउको दुखेर म त के गरौँ भएर अनि यत्तिकै एकछिन त ढल्केँ होइन। एकछिन ढल्केर यत्तिकै सुती पठाएछु। त्यसको बादमा हेरेको त 8 बज्नु आँटेको रहेछ हो। फेरि सोचेँ खै अब चाहिँ भातहरू खान्छु, भातहरू तताएर चाहिँ खान्छु भनेर भात गरम गरेर भात खाएँ। त्यसको बादमा भाँडासाँडा धोएँ। आजको छुट्टी यसरी नै गयो, बित्यो साथीहरू। सो सबैजनालाई गुड नाइट।